य एक्लो थियो ज्यान कोही थिएन साथमा कविताको ज्ञान 500 रुपियाँ हातमा हेडफोन माइक अनि नेफाप थियो काँधमा ऱ्याप फान्न नपाउँदा तडपिन्थ्यो आत्मा भड्किन्थ्यो साथीभाइ टोलभरि काटमार म्युजिकलाई बाल सबै फुच्चेहरू ग्याङ्स्टर रिमिक्सको जमानामा फैलिएको क्यान्सर किमोथेरापी मेरो गीत सुन ध्यान गर वरिपरि गनाउने गीत सुन्दा ऱ्याक भो खोक्रो त्यो एटिट्युडलाई आजैदेखि फ्याक ब्रो भावनाले भरिएको वेदना नै ऱ्याप हो कलम र कविता नै हिपहपको ब्याकबोन बुद्धको देशबाट आएको बुद्ध महात्मा सोचाइ छ ठुलो गर्न आएको होइन नाचगान लेखाइयो खानदान सोचाइ छ शानदार सुनाउँछु गीत काठमाडौँदेखि लन्डन। कतिजनाले चाहिँ यो गीतमा लन्डन किन भन्नुभएको हो भन्दाखेरि सोध्नु भएको थियो है त्यो ओ वर्डमा ओ आउँदाखेरि खासमा आ प्रोनाउन्स गर्छन् कतिवटा युरोपियन कन्ट्रिजहरूमा है जस्तै हिपहपलाई हिपहाप भन्छन् होइन त्यसरी नै लन्डन भनेको त्यो खास खानदान शानदारलाई राई मिलाउनलाई लन्डन भनेको थिएँ त्यसमा पहिला त क्रान्ति भनेर सुरु भयो होइन क्रान्ति जस्तै हो तपाईँको समाजमा भएको नराम्रो कुराहरूलाई दर्शाउने त्यसको विरुद्धमा बोल्ने तपाईँको गभर्मेन्टले अथवा नेताहरूले अथवा कुनै सरकारी निकायले नराम्रो गर्दैछ तपाईँमाथि त्यो विषयमा अथवा तपाईँको सोसाइटीमा तपाईँको समाजमा देशमा भने त्यो विषयमा कुरा गर्न सकिने चिज हो एउटा ऱ्याप। अनि